हेलो एभ्रिवान, स्वागत छ हजुरलाई मेरो न्यू ब्लगमा। म चाहिँ आज करेन्ट चाउचाउ खान गइरहेको के। म चाहिँ त्यति धेरै खाँदैन नि त पिरोहरू, अनि आज चाहिँ खान गइरहेको छु होइन। कहिले काहीँ चाहिँ ट्राई गर्नु, तर धेरै खानु हुँदैन नि। फेरि चाहिँ करेन्ट चाउचाउ खाइरहेको। कहिले काहीँ चाहिँ ठिकै हो कि, तर धेरै खानु हुँदैन। जङ्क फुडहरू बिरामी भइन्छ कि, कति अनेक थरी रोगहरू आएको छ नि त। म चाहिँ कहिले काहीँ खान्छु, मलाई त त्यस्तो मन पर्दैन। म पिरो पनि खाँदैन नि त। मिठो त मिठो हुन्छ, तर पिरो कलाकालाई करेन्ट चाउचाउ मनपर्छ। करेन्ट हो कि के हो, कमेन्ट गर्नु न। यतापट्टि मेरो बिरालो पनि छ कि, अनि ऊ चाहिँ कराएको छ पिरो। धेरै खानु हुँदैन कि साथीहरू, बाहिरको पसलको सामानहरू चाहिँ जङ्क फुडहरू कहिले काहीँ खाँदा चाहिँ केही फरक परेन र, अन्त रोग लाग्न सक्छ कि फेरि। म चाहिँ कहिले काहीँ मात्रै खान्छु। पिरो चाहिँ एकदम पिरो। खाना त राम्रो लाग्छ कि, बुढाले थाहा पायो भने मार्नुहुन्छ नि फेरि, समस्या पो छ। यतातिर चाहिँ पानी आएको आइछ। मौसम एकदम खराब छ। उता हेर्ने मेरो सानो अहिले भर्खर चाहिँ हामी जङ्गलबाट आएको थियो, दाउराहरू काटेर। अब
अरू चाहिँ कसरी खाँदैन होला, म त सक्दैन खान। सक्नु सकेँ कि तर यति यति बाँकी छ। पिरो खा। यति चाहिँ सक्दैन खाएको, म त धेरै पिरो खान सक्दैन। हजुरहरू पनि धेरै जङ्क फुडहरू नखानु होला। आजभोलिको अनेक थरी रोगहरू आएको छ, त्यही आफ्नो ख्याल गर्नुपर्छ।